सुदन भाइ अलिअलि याद आउँदैछ रवि दाईको, किनकि रवि दाईले पनि गृहमन्त्री हुँदाखेरि शरणार्थीको केसहरू खोल्दाखेरि के रवि दाईलाई रातारात पदबाट निकालेको थियो नि। अलिअलि याद आउँदैछ होला होइन? नैतिकताको हिसाबले राजीनामा दिनुपर्छ, नैतिकताको हिसाबले पद छोड्नुपर्छ, नैतिकताको हिसाबले के अरे संसद भवनबाट बाहिर जानुपर्छ भन्दै होइन, यिनीहरूले चाहिँ गरेको चर्टिकला बल्ल याद आउँदैछ होला है भाइ। यस्तै हो, हाम्रो देशमा यस्तै हुन्छ। अहिले हाम्रै मात्रै सरकार हुँदा त, हाम्रै मात्रै 2/3 सरकार हुँदा त यति गाह्रो रहेछ काम गर्न भनेपछि त्यो बेलामा रवि दाईले गरेकै हुन् नि होइन? त्यसै रवि दाई 1 वर्ष जेल बसे होइन नि। अहिले याद हुँदैछ होला होइन सबैलाई होइन? जनतालाई त याद छ नि होइन? जनताले याद गरेरै जनताले मनमा लेकै भएर त अहिले राष्ट्रपाला जिता आउँछ नि। याद छ नि होइन? देख्यौ नि, तिमीले बाला थुन्छु भन्दाखेरि बाला हस्पिटलबाट दिँदा त यति गर्यो भनेपछि तिमीले साँच्चीकै ठुला मातालाई समात्यौ भने, शरणार्थीको नाइके हामी भाउजूलाई समात्यौ भने के हुन्छ होला? सोच त। अझ हर्के बौलाले अझ सुदन गुरुङलाई के अरे नैतिकताको हिसाबले चाहिँ राजीनामा दिनुपर्छ अरे। त्यस्तो नैतिकताको हिसाबले कुरा गर्ने भने तिमी जस्तो चन्देले सबभन्दा पहिला पद त्याग्नुपर्छ। चन्देले हप्तै पछि चन्दा उठाउने चन्देले, सुदन गुरुङले होइन। सुदन गुरुङले त भ्रष्टाचारीलाई एकचोटि भयो नि जे पनि पक्राउ पूर्जी जारी गरेर हस्पिटलमै लर राखेर भए पनि डर त देखायो। अहिले तिनीहरूलाई त्यही डर छ र त अहिले त्यही पदबाट राजीनामा मागिरहेछन् त। त्यही ठाउँमा तिमी पनि परेछौ क्या हर्के दाजु, तिमी पनि छौ एमालेको साथी, काङ्ग्रेसको साथी, माओवादीको साथी, बिचौलियाको साथी, तिमी पनि साटगाटमै छौ। धेरै चुरीफुरी नगर तिमीले पनि उनीहरूकै ड्याङका मुला हो, एउटै ड्याङका मुला हो तिमीहरू पनि। र सुदन भाइ तिमीलाई भन्दैछु, थाहा पाउँदैछौ नि होइन? रवि दाईलाई कतिसम्म गरेका थिए, 1 वर्ष जेल हालेका थिए, कति धेरै आरोप लगाए, इज्जतको त कुरै नगरौँ, धच्चिया उडाइदिए इज्जतको त। यसमा सबभन्दा ठुलो हात कसको छ? हाम्रो 12 भाइ मिडियाको जेठो किशोर श्रेष्ठ, जसले चाहिँ आजभन्दा 20 वर्ष एउटा महिलालाई नङ्ग तस्बिर सार्वजनिक गर्दै त्यो महिलाले सुसाइड गर्न बाध्य भएकी थिए। त्यसकै कारणले अनि त्यस्तो मान्छेलाई हामीले चाहिँ राम्रो पत्रकारिता गर्यो भने त्यो मान्छेले गर्दाखेरि यो देश आज यो हालतमा पुगेको छ। त्यो मान्छेको झुटले, त्यो मान्छेले गर्यो, त्यो मान्छेको बिचौलियाले र त्यो मान्छेको राजनीतिक दलमा भएको साटगाटले गर्दा आज देश यहाँसम्म पुगेको छ। सबैभन्दा ठुलो अपराधीको रूपमा कसैलाई लिनु छ भने किशोर श्रेष्ठलाई लिनुपर्छ, जसले समाजमा एनी टाइम भ्रामक समाचारहरू सर्वेक्षण गरेछ र जनतामा भ्रम छरेको छ। त्यस्तो मान्छेलाई हामीले वरिष्ठ पत्रकार भनिदिनु पनि, जो मान्छे एउटा जेलमा जानुपर्ने थियो, जो मान्छेलाई जेलमा राख्नुपर्ने थियो, जो मान्छेले सजाय भोग्नुपर्ने थियो, त्यो मान्छे अहिले बाहिर खुला हिँडेर सबैको इज्जतको धच्चिया उडाइरहेछ। अनि त्यस्तो मान्छेलाई हामीले मान्नु पनि, जनताले मानेका छैनन् त्यस्तालाई, कुनै दिन मान्नेवाला छैनन् त्यस्तालाई जनताले। त्यो मान्छेको कारणले गर्दा पनि आज देश यहाँसम्म पुगेको। त्यो मान्छेले एउटा नारीलाई मर्न बाध्य बनाएको छ, लहर थुन्नुपर्छ अब त्यो मान्छेलाई। र समाजमा भ्रामिक समाचारहरू दिनेलाई एकलाई लहर कोच्नुपर्छ। अब समय आइसक्यो, अब रोक्यो भने सधैँको लागि रोकिन्छ, अब रोकिने छुट छैन। जनताले भ्रष्टलाई, जनताले यी हत्याराहरू सबलाई सजाय देऊ है भनेर पठाएको हुन् भोट दिएर। जनताले मागेका छैन राजीनामा, भ्रष्टहरू बिचौलियाहरूले राजीनामा माग्दैमा केही फरक पर्नेवाला छैन। जनताभन्दा ठुलो अरू कोही पनि होइन। यति कुरा याद राख सुदन भाइ। र रवि दाईलाई कतिसम्म गरेका थिए भन्ने कुरा पनि याद राख। अहिले तिमीलाई पर्दैछ नि, याद आउँदैछ होला होइन?